के गर्दैछ एउटा भाँडामा चुलाको बर्नरलाई राख्यो अनि त्यसमाथि गरम पानी हाल्यो। गरम पानी हालिसकेपछि त्यसमाथि एउटा निम्बुलाई निचोरेर त्यो खालैसम्म हाल्यो अनि त्यसमाथि इनो हाल्यो। हालिसकेपछि त्यसलाई 5 मिनेटका लागि राख्यो। 5 मिनेटपछि हेर्दा त त्यो चुलाको बर्नर भट पुरै नै साफ र चम्किलो भएको छ। के यो ह्याक साँच्चै काम गर्छ त? ल साथीहरु हामी पनि ट्राई गर्छौं है। ल साथीहरु यसलाई ट्राई गर्नको लागि मैले पनि ल्याइसकेको छु यो भाँडो। अब यसमा चाहिँ राख्छु म यो चुलाको बर्नर। हेर्नुस् त कति कालो भइसकेको छ, धेरै गन्दा भइसकेको छ यो। हेरौँ है साथीहरु यो ह्याक साँच्चै काम गर्छ कि नै। यो चाहिँ म यसमा राख्छु अनि यो माथि हाल्छु मैले गरम पानी। मैले गरम पानी पनि ल्याइसकेको छु। ल साथीहरु मैले यसमा गरम पानी पनि एड गरिसकेको छु। अब यसमाथि हाल्छु मैले निम्बु। यो निम्बु पनि मसँग आइसकेको छ। यसलाई चाहिँ काटेर यो चाहिँ ल साथीहरु अब यसको रस चाहिँ यहाँनिर हालिसकेपछि यो खोसेल्टो पनि हामीले यसमा यसरी हाल्छौँ। तात्छ पानी। ल साथीहरु अब मैले यसमा निम्बुलाई हालिसकेको छु। निम्बुलाई हालिसकेपछि अब मैले हाल्छु यो इनो। ल हेरौँ है साथीहरु। ल साथीहरु यो इनो हाल्छौँ है। यसको रिएक्सन हेर्न सक्नुहुन्छ साथीहरु तपाई। पुरै उमल उठेर आइरहेछ तलबाट। स्मेल पनि अलिकति उस्तै उस्तै छ। ल साथीहरु हेरौँ है यसले साँच्चै नै काम गर्छ कि नै। ल अब यसलाई हामी 5 मिनेटको लागि यसै राख्छौं। भेट्छौं 5 मिनेटपछि। भिडियो हेर्दै गर्नु होला है। ल साथीहरु फाइनली 5 मिनेट कम्प्लिट भइसकेको छ। अब हामी हेर्छौं है त्यसले साँच्चै काम गर्यो या गरेन। अब चाहिँ साथीहरु यो ब्रुसले छोलेर चेक गर्छौं कि के यो साँच्चै साफ हुन्छ त, पुरै एकदम नयाँ जस्तो हुन्छ त। ल हेर्दै गर्नु होला है। यो हेर्नुभन्दा अगाडि यदि तपाई युट्युबमा हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यदि तपाई मेरो फेसबुक पेजमा हेर्दै हुनुहुन्छ भने मेरो फेसबुक पेजलाई फलो गरेर हामीसँग जोडिनु होला। म यस्तो यस्तो भिडियो तपाईहरुको माझमा ल्याउने नै छु है। ल साथीहरु आजको रिजल्ट चाहिँ हेरौँ है। 5 मिनेट कम्प्लिट भइसकेपछि अब चाहिँ यसलाई ब्रुसले यहाँबाट साथीहरु अलिअलि कालो कालो निस्किसकेको छ है। योभन्दा पछि पनि हेरौँ है यसलाई फेरि रगडेर। यो चाहिँ यो ब्रुसले हुँदैन, म चाहिँ जुना ल्याएर आउँछु है। जुनाले साफ गरेर हेर्छु के साँच्चै नै साफ हुन्छ या हुँदैन। ल साथीहरु यसले चेक गरौँ है। यसले चाहिँ साँच्चै नै काम गर्छ जस्तो छ। हेर्नुस् त यहाँबाट पुरै कालो निस्किसकेको छ। हेर्नुस् अलिअलि साफ पनि भइसकेको छ यो है। हेर्नुस् यो भाग हेर्नुस्, यो भाग चाहिँ एकदम सेतो भइसकेको छ है। यो हेर्नु है। ल साथीहरु यो चाहिँ जस्तो भिडियोमा देखाएको थियो त्यस्तो चाहिँ काम गर्दैन, तर यसले चाहिँ एकदमै साफ गर्छ है साथीहरु। हेर्नुस् पुरै नै एकदमै साफ गरिसकेको छ। 100 मा चाहिँ साथीहरु 60% चाहिँ यसले गर्छ है काम। 60% जस्तो भिडियोमा देखाएको छ त्यस्तै एकदमै पुरा नयाँ जस्तो त हुँदैन साथीहरु यसले, तर साफ चाहिँ धेरै नै हुन्छ। हेर्नुस् पुरै साफ भइसकेको छ। अब यो कुनै केही पनि गन्दा छैन यसमा। यो पुरै नै साफ भइसकेको छ। यो हेर्नुस् एकदमै साफ भइसकेको छ। ल साथीहरु है तपाईलाई यो भिडियो कस्तो लाग्यो मन पर्यो लाइक कमेन्ट शेयर गर्नु होला है। ल धन्यवाद। जय नेपाल।